नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के आग्रह गर्न चाहन्छु भने सोसल एप्सहरू जस्तै पोपो लाइभ, टाका लाइभ, ब्लोअप यस्ता इत्यादि एप्सहरू छन्। यस्ता एप्सहरू दिन प्रतिदिन लन्च भएको भई हुन्छन्। विशेष गरी नेपालीहरूले चलाउने यी एप्सहरू भनेका टाका लाइभ, ब्लोअप, पोपो लाइभ हुन्। यस्ता एप्सहरूबाट तपाईहरू पैसा धेरै कमाउने लोभमा नफस्नुहोला। यी एप्सहरू भनेका कुनै पैसा कमाउने एप्स होइनन्, माध्यम होइनन्। यी एप्सहरू भनेका खालि मनोरञ्जनका लागि बनाएका हुन्छन्। तपाईले कोइन किन्नुपर्ने हुन्छ यसमा। यी जुनसुकै एप्समा पनि तपाईले कोइन किन्नुपर्ने हुन्छ। कोइन किन्नुको लागि तपाईले आफ्नो ब्याङ्कको खातामा भएको पैसाबाट किन्नुपर्ने हुन्छ। तपाईले 5000 कोइन किन्नुहुन्छ भने त्यो 5000 कोइन नेपाली कोइनको तपाईले कोइनबाट बिन्स कमाउनु पर्छ। बिन्सबाट पैसा निकाल्न पाइन्छ। ती कमाउनको लागि बिन्स अथवा डायमन्ड भन्ने हुन्छ त्यसमा। त्यो लगभग तपाईको 1 लाख भन्दा कममा निकाल्न मिल्दैन। 1 लाख डायमन्ड बनाउनलाई तपाईले लगभग नेपाली 8-10 हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। त्यसमा पैसा आउने भनेको 1 लाख डायमन्डको जम्मा 1600, 1200, 1600 आउँछ। तपाईले लगभग 1600 कमाउनको लागि तपाईले 5-6 हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। त्यही भएर यस्ता एप्सहरूबाट भ्रम नपर्नुहोला। यस्ता एप्सहरू हाम्रो लागि बनाएका होइनन्। यी एप्सहरू ठुला ठुला धनी धनी मान्छे, शासक वर्गका मान्छेहरूले खालि मनोरञ्जनका लागि बनाएका हुन्। हामी सोझा साझा नेपाली, गरिब नेपालीहरूका लागि बनाएका होइनन् यी एप्सहरू। त्यही भएर यस्ता एप्सहरू कसैले लिङ्क पठाउँछ भने त्यसलाई सिधै अस्वीकार गर्नुहोला। तपाईले त्यस लिङ्कलाई आधार लिएर डाउनलोड गर्नुभयो, लगइन गर्नुभयो र तपाईले युज गर्नुभयो भने उलाई केही कमिसनहरू आउन सक्छ। त्यसका लागि उनीहरूले धेरैभन्दा धेरै मान्छेहरूलाई यस्ता लिङ्कहरू पठाइरहेका हुन्छन् उसले केही फाइदाको लागि। त्यसैले यस्ता एप्सहरूबाट तपाईहरु सचेत रहनुहोला। यस्ता एप्सहरूबाट तपाईले केही कमाइ हुने होइन, उल्टै तपाईलाई चाहिँ बर्बाद बनाउने छ। किनकि यस्ता एप्सहरूले मान्छेको मनस्थिति बिगार्न सक्छ। दोस्रो कुरो, घर परिवार छ भने घर परिवार बर्बाद बनाउन सक्छ। कसैको सम्बन्ध रिलेसन छ भने त्यसलाई पनि तोड्न सक्छ, बर्बाद बनाउन सक्छ। लास्टमा गएर तपाई डिप्रेसनमा गएको पत्तै नहुने गरेर यसरी फस्नुहुन्छ कि तपाई घरको न घाटको हुनुहुन्छ। त्यसैले म तपाईहरुलाई के सचेत गराउन चाहन्छु भने म यस्ता एप्सहरूबाट धेरै सचेत चलाएर म सचेत भइसकेको मान्छे हो। त्यसैले म जस्तै तपाईहरु पनि नफस्नुस्। धेरै पैसा कमाउने लोभमा लागेर तपाईले धेरै पैसाहरू खर्च नगर्नुहोला। यस्ता एप्सहरू खालि मनोरञ्जनका लागि मात्रै हुन्, पैसा कमाउनका लागि होइनन् भन्ने कुरा राम्रोसँग बुझ्नुहोला। धन्यवाद। यस भिडियोलाई मन पर्यो भने शेयर तथा लाइक गरिदिनु होला।